कोट डाँडा चिया खाएर टक्क होइन कोट डाँडा भन्यो अहिले हामी एकछिनमा बनाउँला। ल निस्क्यौँ ल ल ठ्याक्कै हामी नगरकोट गएको जस्तै भइरहेको क्या नगरमा चाहिँ पिच यहाँ पिच छैन त्यति मात्रै फरक। त्यही त भनेर मैले मेरो ब्लुटुथ अफ गरिदियो त ठ्याक्कै छेक्यो नि यार त्यहाँनिर बाटोको हालत चाहिँ गम्भीर बाटोको चाहिँ गम्भीर छ एकदमै। मान्छे नै चिन्दैन होला सायद त्यहाँ गन्तव्य पुग्ने बेरसम्म त। दामी ठाउँमा आइपुग्यो हामी उसो लागेछ है किलेर आएन यहाँदेखि है ठाउँहरू सिटी के हो होसोस भइरहेको छ यहाँ त के हो फेरि आइसक्यो यत्तिको भए चाहिँ हुन्थ्यो भनेको ठ्याक्कै अघि सकिएर त्यहाँबाट फेरि स्टार्ट भइसक्यो होइन। यसको बाइक जङ्गल भइरहेछ तर यही मात्र उकालो अझै बिचको सम्म हो भने सबै उकालो उकालो छैन नि त। हँसाउँछन् केटाहरूले उकालो तर साथ दिएको हो यार बसन्तीले त्यही त अब भन्ने त हुन्छ नि अब त्योहरू अगाडि अगाडि जान्छ उनीहरूको पो कुद्ने बाइक हो त यार हाम्रो त घरखेत भनिसक्यो बाइकले पनि भन्न साथ दिइरहेछ यसले बसन्तीले। तर त हामी त्यहाँ अहिले नै पुग्यो होइन जङ्गल यता जङ्गल उता पनि जङ्गल होइन यसमा हामी छौँ यसमा टुक हाल्नुपर्ने हुन्छ यो त एकदमै बाइक तातेर आधी घन्टा बस्नु पर्यो तलबाटै मलाई बसेर आयो हुन्छ क्या त्यहाँ त वेट ब्यालेन्स भयो नि पुगाएको वेट छैन नि फेरि उकालो आउने होला चापखर्का सिधै ग्राउन्ड रहेछ होइन स्कुल रहेछ।
बाइक यार धन्न साथ दियो आगो लाग्ला भने त्यही धुवै आएको रे त्यो त तर्सेर हिँड्यो ओर्नु मलाई डर लाग्यो आगै लाग्यो क्या हो भने आज भइदियो त्यहाँनिर बाइकमा बोलाइरहेको भए चाहिँ यस्तो राम्रो उचाइ आइरहेको रहेछ जोक भयो त गाइज हामी आइपुगिसक्यौँ होइन लाली गुराँसको रक्सीले काटेर नखानुहोस् वाट्सअप गाइज हामी चाहिँ होइन के भन्छ बाइक यार बाइकले धोका दियो ठाउँ चाहिँ बवाल छ होइन तर बाइकले हल्का धोका दिएर आई थिङ्क अब पुरानो पनि भयो नि त बाइक होइन एकदमै धेरै पुरानो भयो एन्ड हामी चाहिँ खास अनप्लान्डै भयो क्या सबै कुरा होइन अब मेरो साथी किसिङले हिजो बेलुका मात्र फोन गरेर चाहिँ अब यो प्लान आउट गरेको थियो लाकुरी भन्दा आई थिङ्क अझ यो भन्दा पनि हामी नेक्स्ट स्पोर्टमा जाने प्लान थियो जस्तो लाग्छ बट हामीले चाहिँ आई थिङ्क बाइककै कारण भनौँ न मेरो बाइकको कारण 90 लटको बाइक छ एन्ड ठिकै छ रमाइलो भइरहेछ होइन वेदर दामी नै छ होइन हल्का चिसो चिसो टाइपको छ बट रमाइलो फिल भइरहेछ अनि भ्लग चाहिँ अति र भइरहेछ वी आर रियली सरी फर द्याट होइन हाम्रो चाहिँ फर्स्ट टाइम जस्तै नै हो क्या भ्लगिङ म गरिरहेको बट ठिकै छ अब चाहिँ सो हाम्रो केटाहरू चाहिँ होइन के गरिरहेछ म चाहिँ यसो देखाइदिन्छु एन्ड आई थिङ्क त्यो चाहिँ लाली गुराँसको रक्सी कलर होइन बगाल छ पोमोग्रेनेटको जुस जस्तो पनि देखिन्छ होइन तर होइन लाली गुराँसको रक्सी अनि कस्तो टेस्ट आइरहेको छ अरे सुरज सर साइको भइरहेछ केटाहरू रमाइलो भइरहेछ रमाइलो भइरहेछ केटाहरू चाहिँ रमाइलो गरिरहेछ होइन कोही थाहा छैन मलाई हाँसिरहेको छ होइन त्यस्तै हो केटाहरू भएपछि हाँस्दैन होइन आई थिङ्क अब हामी यहाँ अब कति हामी 10 मिनट जति बस्नु होइन केटा हो यही लाली गुराँसको रक्सी खाने भन्ने प्लान थियो प्लान त थिएन अनप्लान्ड हो होइन खाइयो जोस् आन गाह्रो भएको थियो म चाहिँ खोक्या जस्तो भइरहेको थिएँ एन्ड अब चाहिँ हाम्रो केटाहरू चाहिँ होइन अब एकछिन पछि भेटौँला धेरै लामो भयो जस्तो लाग्यो होइन यार यस्तो यार खुट्टै नचल्ने मान्छेलाई पनि यार यस्तो उकालो चढाइरहेछ केटाहरूले यस्तरी कम गाह्रो भइरहेछ त आमा यार अहिले त चढियो झर्न चाहिँ गाह्रो हुन्छ जस्तो केटा हो टाउको टेकै झर्नुपर्छ लास्टै यस्तो चलाउनु दुःख दिनु हुने हो नि यार केटाहरू यार के हो ए माइन्ड योर ल्याङ्ग्वेज Mind your language. जोसमा आएर हुन्छ भने त्यही त मौसम नै अलिक खराब भयो है
कस्तो आएको होइन त यहाँ यो चाहिँ आएको यो आएको छैन यो आएको छैन यो पहिला चाहिँ हो हामी म सेकेन्ड टाइम भयो मेरो चाहिँ सेकेन्ड टाइम भयो होइन फुलचुकी हो र ल ठिक छ हामीहरूको आइसक्यौँ हाम्रो डेस्टिनेसनमा पुगिसक्यौँ होइन अब डेस्टिनेसनमा पुगिसक्यौँ अब हामी एकछिन डाँडा भन्छ नि मार्बल हामी अस्ति बस्दै त्यो डाँडा चाहिँ कुन साइड हो मार्बल डाँडा चाहिँ यता हो क्या तलतिर हो क्या अहिले त फुलचुकी यता देखेर त्यही भएर फुलचुकी यता छ भने ऊ यहाँनिर यो त ऊ त्यो हो भने त्यसले फुलचुकी त्यही हो फुलचुकी कस्तो कस्तो साइडमा आइपुगेछ हौ उनीहरू चाहिँ हामी जुन चाहिँ हामीले साइडबाट चाहिँ के ल म माथि पुग्छु नि त ल आइज ल आइज र गाइज केटाहरू चढ्दैछ कुन ठाउँ रह्यो कुन ठाउँ पनि थाहा छैन चापा थली के भन्दै थियो चर्क थली हो कि चर्क थली अनि लुक एट दिस भ्यू मदरफकर यस्तो बवाल भ्यू छ कि होइन के भन्ने यो आँखाले एक्सपिरियन्स गर्दा मात्रै यसको ट्रु फिलिङ थाहा हुन्छ क्या बवाल छैन त हेर एकचोटि पछाडि फर्केर हेर्दै केटा हो हेर न होइन खै कहाँ त्यही हो मार्बल डाँडा अनि मार्बल डाँडाबाट त फुलचोकी त सिधै देखाएको थियो त उनीहरू छ त फुलचोकी होइन त ल भन न साइकलहरू आएछ उहाँ चाहिँ विशेष ओरिएन्टेसन डिपार्टमेन्टबाट आउनु भएको छ हामीलाई यति यस्तै गर्नुपर्छ जस्तो यार हो र धेरै थाक्यो जस्तो लाग्यो होइन ठाडो पनि त ठाडै थियो नि त उकालो होइन हामी फेरि त्यति हिँड्नु हिँड्दा मान्छे होइन जाँदैछौँ हामी जानु पनि हामी धेरै टाढा आउँछ बाटोमा हेडलाइट बल्छ बल्दैन थाहा छैन तर बस्ने साथ चाहिँ के को होइन हो ए खुसियालीमा बदम यस्तो गाह्रो भयो कि होइन बाल्नु न के भन्छ बाघ आउँछ हाम्रो साथी घिसिङ सरको प्रतिक्रिया के छ भने सक्छ खुला छ नि ओभर खुला छ यस्तो चिसा है हामी धेरै हाइटमा छौँ नि त साथी खतरा हाइटमा छ नि काठमाडौँ सबै तलदेखि अस्तिको हाइट हो अस्तिको हाइट र अहिले त्यही हो त्यो मार्बल त खुइलेको ठाउँ हो क्या है मार्बल डाँडा खुइलेको ठाउँ हो क्या सही अस्ति त्यो पारी डाँडामा थियो क्या हामी ल अहिले यो पारी डाँडामा छ यार अब अर्को कुन डाँडा देखाउँछ साथी अब हामी है नेक्स्ट डाँडा चाहिँ अब त्यो त फुलचुकीको होला नि त डाँडा खै जुम कसरी गर्ने हो यसमा स्टोरिज खिच्दैछु छु मैले चाहिँ ल ठिक छ एडिटर उहाँ हुन्छ अरे बदाम खाइरहेको काजु खानु पनि ठाउँमा बदाम खाइरहेको त्यहाँ एउटा होटल छ कि गोदावरीमा क्या त्यहाँ राम्रो छ कि एउटा हेर्नु त होटल ऊ त्यो एउटा माथि छ क्या एउटा गोदावरी त्यो लाइट बलिरहेछ यो अस्ति हामी गएको ठाउँ भने यो भने है यो ठाउँ हो यो ठाउँ है त्यो ठाउँमा बसेको थियौँ हामी अब गाइजहरू हामी चाहिँ अस्ति चाहिँ
अस्ति आई थिङ्क कहिले सन्डे हो स्याटरडे त्यस्तै कुन बार थियो हामी त्यो डाँडामा बसेर अहिले कुन होटल रे यो चाहिँ आज गोदावरीको होटल छ कि एउटा सानो सही छ यहाँबाट लाइट छ उहाँनिर यो आँखाले एक्सपिरियन्स गरेको कुरा चाहिँ होइन अब भन्न अलिकति अलि यतापट्टि छ क्या यहाँनिर छ क्या ऊ गर त जुम गर त कहाँनिर हो कहाँनिर यो होटल हो क्या यो के ठ्याक्क बोल्यो नि यो होटल चाहिँ एकदम दामी छ एकदमै ल गाइजहरू आयो हुन्छ यहाँ होटल सोटल यस्तो दामी हावा चलिरहेको छ त्यो फिल गराउन पाइरहेको छ हल्का विन्ड पफ केटाहरूको यस्तो हुन्छ गफ दिइहाल्छ टक भइहाल्छ सबैजना होइन यस्तो Cameraman, look at this cameraman. हाम्रो क्यामेरा फेरि यसले मलाई क्यामेराम्यान हो नि फेरि दायाँमा दिन मिल्दैन नि फेरि सरलाई फेरि सानोतिनो फोटोले चित्त बुझ्दैन फेरि सरको फेरि दौरो आउँछ नि फेरि हिँड्छिङ अनि आज कस्तो फिल भइरहेछ ल अब यसो अलिकति एउटा कस्तो फिल एक्चुअल फिल भनिदेऊ न तिम्रो कस्तो फिल भइरहेछ यो ठाउँमा भइरहेछ अब यस्तो अब सधैँ एकै ठाउँमा बस्दा आलिक हुन्छ अब कहिले कहिले यस्तो आउटडोर जाँदा पनि रमाइलो हुन्छ नि होइन यसो अब मुड फ्रेस हुन्छ हो नि अब नेचर पनि राम्रो छ यहाँको हावा राम्रो छ पानी राम्रो छ हो सधैँ एकै ठाउँमा बस्दाखेरि अलिकति त्यो हुन्छ कहिले कहिले आउनुपर्छ यसरी आउनु पनि साथीहरूसँग प्लिज गाइज प्लिज रिकमेन्डेड बाई घिसिङ के भन्नु र होइन कस्तो छ भनिदेऊ न कस्तो फिल भइरहेछ यहाँको ठाउँको वातावरणको बारेमा अलिकति भनिदेऊ न वातावरणको त कुरै नगराउन साथी यहाँ त कस्तो एकदमै त्यो भइरहेछ एकदमै इन्जोय नै होइन अब आवाज छैन होइन अब के बोल्ने सरास साथीको हाँस्नु पनि नमिल्ने होइन त्यसैले अब र गाइज ओभर बवाल ठाउँ छ बब्बाल ठाउँ छ एकचोटि चाहिँ प्लिज यु मस्ट भिजिट दिस प्लेस बब्बाल छ ठाउँ बरे बवाल छ त्यो यहाँको फिलिङ्स चाहिँ मैले डिस्क्राइब गरेँ भन्दाखेरि सबैले आएर फिल गरेको बवाल जस्तो लाग्छ मलाई चाहिँ एज यु क्यान फिल द एयर होइन त्यो हामीसँग अब क्यामेरा हामीले माइक्रोफोन त चलाएको छैन बट फोटो खिच्ने कार्यक्रम भइरहेछ बाइ द वे इज द मोस्ट प्रोफेसनल क्या यस्तैबाट छानेर राख्ने हो क्या सरहरू हुँदैन खिचाएको थियो भने उसले खिच्छ भनेर म चाहिँ पुरै अब त्यो भर्खरसँग फेरि हिजो अस्ति भर्खरसँग उसले पारीको डाँडा थियो अब त देख्न पनि छोड्यो कि होइन देख्न छोड्यो होला आउँदा अहिलेसम्म क्या दामी देखिरहेको थियो पारीको डाँडा अघि चाहिँ मैले भिडियोमा एउटा भिडियो मैले खिचाएको जस्तो लाग्छ तर अहिलेसम्म मैले हेरेको थिएँ माथि थियो होइन मान्छे छैन अहिले होइन अब हामी मात्रै छौँ अब हामी पनि जाने बेला भइसक्यो एकदम जाडो पनि छ होइन चिसो त एकदमै तर यो ठाउँमा एकचोटि आउन चाहिँ रिकमेन्ड गरिन्छ होइन फेरि एकचोटि फेरि यहाँबाट रातिको भिडियोमा देखाएको भन्दा नि यो आफैले फिल गर्दा कस्तो बवाल छ भन्न त्यो एउटा एकदमै ल हामी अब उता तल गएपछि देखाउँछौँ यो चाहिँ हामी होइन हाम्रो स्टोरी एउटा चाहिँ भेट्यो होइन अब अघि खिच्न चाहिँ पाएन होइन तर हामीसँग एउटा सानो एउटा बच्चालाई पनि रेस्क्यु गरियो होइन यस्तो हो खास नर्मली के भएको भन्दाखेरि हामी झर्दै थियो होइन झर्दै थियो अनि झर्दै थियो एन्ड अब दुईजना अब फ्यामिली नै होला सानो भन्दै थियो बच्चा पनि छ होइन हामी पनि हल्का हामी चाहिँ ड्रङ्क भएको भएर चाहिँ हामीले रिक्स लिएनौँ अलिले बरु चलाउनु भनेर उयो बाबुले राखिदिएको होइन बाबुले हामी राखेको छौँ होइन बाबुले तर अब हामी उता चिया खाने ठाउँमै रोकौँ है अब हामी सिधै तलै ठिकै छ हामीले होइन अहिले चाहिँ खास अपडेट सानो केटी सानो तिनो चाहिँ एउटा हेल्प गरेका छौँ होइन हेल्प गऱ्यौँ भनेर अब यस्तो जङ्गलको बाटोमा यस्तो भना जङ्गलमा कुद त्यही भएर एउटा नेपाली भएर नेपालीलाई हेल्प मागेपछि अब त्यति त गर्नै पऱ्यो हामी उता चिया पसलमा भेट्छौँ है बस्न पनि गाह्रो भयो नि त त्यही भएर
चिया नै पाउँदैन र त कस्तो ठाउँमा आयो हामी हँ? कुन ठाउँमा स्कुटी हाल्नु हामी चाहन्छ हामी तल जानुपर्छ एक स्टेप तल गयो बच्चा क्या ज्ञानी बच्चा क्या बच्चा त क्या ज्ञानी क्या एकदम के तपाईँ नरुने होइन अनि अब चुपचाप बस्दै सुत्तिर अब निदाइतिर को हो भन्छ त भाइ को हो खै को नि भन्छ त अनि त्यस्तो भयो के भयो हेलो भन्छ को बुझिरह्यो पछि को बुझियो लास्टमा भाइ नै परिदिएर को चाहिँ थाहा छ तेरो दायो बुझी चिया यार चिया आयो फेरि जे आयो मजाले पचाउँछ जे आउँछ मजाले पचाउँछ